कुकुरको बच्चाले चाहिँ झन्नै खायो मेरो हात चाहिँ। यस्तो क्युट पप्पी रहेछ र चलाइराखेको, यस्तो रिसा रहेछ कि यो चाहिँ उसलाई छुनु नहुने, झम्टेको झम्टे टोक्ने मात्र खोज्छ। हाम्रो चाहिँ आज सामान पनि धेरै रहेन रहेछ, अर्डरै गर्नु बारेन रहेछ। अनि आज चाहिँ झापामा धेरै दिन पछाडि घाम लागेर मौसम पनि सफा भइरहेको थियो। हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप हजुरहरू चाहिँ सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ म अलिक खुसी छु किनकि आज चाहिँ हाम्रो सामानै धेर रहेन रहेछ। जहिले सामान धेर भएर दिमाग खराब भइरहेको थियो। धेरै दिन पछाडि यस्तो भएपछि त आनन्द लागिरहेछ आज चाहिँ। अनि आज हाम्रो काम छिट्टै सकिन्छ। अनि हामी चाहिँ गाडी साडी लोड गरेर काममा निक्लिसकेको छौँ। मैले चाहिँ हामी यहीँ मानन्दर चोक मास्तिर पुल चोकनेरी सामान दिँदैछौँ। यो चाहिँ हिजोको ब्लग हो। हिजो चाहिँ म कामबाट आएर मामा लगाएँ, त्यही भएर हिजो ब्लग बनाएरै हालिन। अनि हिजो आइतबार चाहिँ हाम्रो मदनपुर, सिस्ने, जयपुरतिरको ट्रिप थियो। अनि हामी चाहिँ सामान झार्दै यता सिस्नेतिर आइसकेको थियौँ। आज चाहिँ झापामा धेरै दिन पछाडि घाम लागेको भएर होला, मौसम पनि यस्तो सफा देखिरहेको थियो। अनि हामीले चाहिँ आधी सामान चाहिँ झारिसकेको छौँ। आज चाहिँ खासै भिडियो पनि बनाइएन के, यता तलतिर सामान झारेको चाहिँ। अनि अहिले चाहिँ हामी सिस्नेतिर आइसकेको छौँ। अब हाम्रो 5-7 वटा पसलको सामान छ, त्यो सामान झारेर चाहिँ हामी जयपुर जान्छौँ। जयपुरमा पनि एउटा जति पसलको सामान दिनु छ। अनि चाहिँ आज हाम्रो छुट्टी हुन्छ। गाइज, अहिले चाहिँ हामी यता सिस्नेतिर आएर सामानहरू झार्दैछौँ। यहाँनिर चाहिँ हाम्रो निकै सामान झर्छ। हाम्रो गाडी आधी मात्रै थियो आज सामान, त्यही पनि हामीले त्यही आधीको पनि आधी त झारिसकेको छौँ। अब त धेरै छैन। हामीले चाहिँ यहाँ पनि सामानहरू झारिसक्यौँ। अनि भाइहरू चाहिँ भोला गन्दैछन्, किनकि भोला चुरोटहरू चाहिँ गनेर दिनुपर्छ नि त। भरे पुगेन यताउता भयो भने लफडा हुन्छ। गन्न त हामीले गाडीबाट झिक्दै गनेको हुन्छौँ, त्यही पनि पसलेहरूलाई एकचोटि देखाएर गनिदिनु पर्यो नि त। त्यही भएर उनीहरूलाई देखाएर एकचोटि गनेर मात्र बुझाउँछौँ। अहिले चाहिँ हामीले सिस्नेतिरको पनि काम सकिसक्यौँ। अब चाहिँ हामी जयपुरतिर निक्लिँदैछौँ। हामी चाहिँ सामान झार्दै सिस्नेको पनि यता माथि पहाडकै छेउतिरसम्म आउनुपर्छ नि त। त्यही भएर अब चाहिँ हामी यहाँबाट उता मदन भण्डारी राजमार्ग हुँदै जयपुर निक्लिन्छौँ। आज चाहिँ हाम्रो 2 बजीतिर पुरै काम सकिन्छ। अनि हामी चाहिँ गोदाम गएर गाडी राखेर घर जान्छौँ। छिट्टै छुट्टी भयो भने चाहिँ मलाई चाहिँ एकदम आनन्द लाग्छ क्या। अब मलाई मात्र होइन, सबलाई काम गर्ने मान्छेलाई छिट्टै छुट्टी हुँदा सबै खुसी नै हुन्छन् होइन। अब म चाहिँ अब छिट्टै छुट्टी भयो भने घर गएर यताउता अलिअलि कामहरू सघाउन पाइन्छ नि त, घाँस सास काट्न ओर्न। मलाई चाहिँ कामहरू गर्न चाहिँ केही कुरामा पनि अल्छी लाग्ने त्यस्तो उस्तो चाहिँ हुँदैन के, किनकि सानैदेखि धेरै दुःख गरेर आएको भएर होला मलाई चाहिँ दुःख गर्न चाहिँ त्यस्तो गाह्रो लाग्दैन। म चाहिँ सानै उमेरदेखि मम्मी बाबाबाट टाढै बसेको मान्छे हो। म चाहिँ अहिले 22-23 वर्ष 24 वर्ष भइसकेँ, तर पनि म घरमा मम्मीहरूको साथमा भनेको चाहिँ 12-13 वर्ष मात्र बसेको छु होला कि। म चाहिँ 10 वर्षको हुँदैदेखि 2टा भाइहरू लिएर पढ्न भनेर घरबाट टाढा सहरमा होइन रुम भाडामा लिएर बसेर आफै पकाउने खाने गरेर आएको मान्छे हो। त्यस्तो अब त्यतिखेर त्यो बच्चै थिएँ क्या म। मेरो मम्मी बाबाले चाहिँ धेरै दुःख गरेर हामीलाई राम्रो ठाउँमा पढाउन खोज्नु भएको थियो, तर मैले चाहिँ राम्ररी पढ्न सकिनँ। 10 क्लाससम्म त पढाइ राम्रै थियो। कलेजतिर जोइन भएपछि चाहिँ साथी सङ्गतमा लागेरै बिग्रेँ क्या। म चाहिँ 1 वर्ष चाहिँ त्यत्तिकै कलेजै गइनँ, त्यत्तिकै पढ्दै पढिनँ क्या। अब हेरविचार गर्ने गार्जेनहरू कोही थिएन नि त हाम्रो साथमा। अब उमेर पनि त्यस्तै बिग्रिने बेला, त्यस्तै भयो। अनि पछि झापा आएर पढ्न त पढेँ 11-12। अनि मेरो भाइको चाहिँ पढाइ अहिले पनि राम्रो छ होइन। अब उसले केही गर्ला पढेर, मैले चाहिँ पढेर चाहिँ केही गर्न सकिनँ। मेरो पढेर केही गर्छु भन्ने लक्ष्य चाहिँ थिएन सानैदेखि। त्यही पनि अब 12 क्लाससम्म त पढ्नै पर्यो होइन, नर्मल्ली पनि। अनि 12 क्लाससम्म चाहिँ पढ्छु भन्ने सोचमै थिएँ म पहिलेदेखि नै। अनि
अहिले चाहिँ रिग्रेट लाग्छ क्या, 1 वर्ष चाहिँ मैले त्यत्तिकै ग्याप गरेँ नि त। अनि अब त्यतिखेर अब बुद्धि पनि थिएन, उमेर पनि त्यस्तै, ग्याप भयो। तर अहिले चाहिँ एकदम रिग्रेट लाग्छ के, त्यो 1 वर्ष मैले ग्याप नगरेको भए चाहिँ अहिले म सायद नेपालमा हुन्थिनँ होला के। मेरो चाहिँ सानैदेखि कोरिया जाने लक्ष्य थियो नि त, त्यही भएर मैले चाहिँ 2 चोटि चाहिँ कोरियाको एक्जाम पनि लेखेँ होइन। तर मेरो फर्स्ट चोटि चाहिँ मैले सिप बिल्डिङमा एक्जाम दिएको थिएँ, मेरो बुकै सिद्धिएको थिएन एक्जाम आउँदाखेरि। अनि मेरो 36 मिलेको थियो, कट लाइन चाहिँ त्यतिखेर 38 भयो। अनि फेरि मैले मेनुमा लेखेको, मेनुमा लेख्दा चाहिँ 38 मिलाएको थिएँ, तर कट लाइन चाहिँ 39 भएको थियो। मैले त्यतिखेर चाहिँ एकदम मेहनत गरेर पढेको थिएँ कि, यस्तो दुःख थियो मलाई। मेरो लाइफको होइन सबैभन्दा मैले दुःख भोगेको टाइमै त्यही टाइम थियो क्या। अनि मैले यति मेहनत गरेर पढेको थिएँ, तर पनि अब पढाइले मात्र पनि नहुँदो रहेछ। अब त्यो 1-2 मार्क्स यताउता भइहाल्यो होइन। अनि म चाहिँ त्यस पछाडि चाहिँ एकदम तनावमा थिएँ। अनि त्यत्तिकै पढ्न पनि मन लागेन, त्यत्रो मेहनत गर्दा नि भएन जस्तो फिल भइरहेको थियो। अनि मैले चाहिँ बिए गर्ने निर्णय गरेँ। अनि अहिले चाहिँ बिए गरेर म घरमै छु। अब चाहिँ फेरि पढ्न मन छ होइन। अब 2 चोटि दियो, 1 चोटि चाहिँ लास्ट दिने मन छ, तर अहिले नै चाहिँ पढ्दिनँ म होइन। अहिले मेरो अलिक अवस्था पनि त्यस्तै छ होइन। अब हेरौँ 6 महिना 1 वर्ष जति ग्याप राखेर पढ्ने सोचमा छु। गाइज आजको ब्लग चाहिँ यति नै। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, कपी लिङ्क गरिदिनु होला। हस्त, धन्यवाद।